म भात खान्छु सरकारले के खान्छ मलाई लाग्छ सरकारले पनि भात खान्छ मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ सरकारलाई त्यो कुरा थाहा छ कि छैन त्यो भात धानबाट आउँछ त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ मल गाउँ गइसक्नु छैन ध्रुवे देखिस् भनेर भिडियोहरू हालिरहेको छ राजेन्द्र राईले बोल्नु भएको सभामुख महोदय म अगाडि बढ्न सक्दिनँ भनेको छ गाडी भाँसिरहेको अनि सदस्य अगाडि बढौँ म अगाडि जान सक्दिनँ सभामुख महोदय सम्मानित सभामुख महोदय ट्रोलहरू आज व्यापक भइरहेको छ अरे कहना क्या चाहते हो सभामुख महोदय त्रिवी चिकित्सा चिकित्सा शास्त्र अध्ययन संस्थानको सम्मानीय सभामुख महोदय म सभामुखलाई एउटा निवेदन गर्न पर्यो तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन मेरो यो सभामुखलाई यो निवेदन हो मान्य सदस्य आफ्नो भनाइ मर्यादामा बसेर बोल्नु होला मान्य सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिनँ समय दिदिनँ बस्नुहोस् यस्तो गरिमाय सदनमा आत्तिएर एउटा विषयवस्तुमा प्रवेश गर्नुहोस् मान्य सदस्य कुरा राखिरहेको बेलामा विषयवस्तुमा प्रवेश गर्नलाई म मान्य सदस्यलाई जानकारी गराउँछु व्यवहार गर्ने भयो नि तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुख मैले बुझिसकेँ के कुरा भन्दै हुन्छ भने कुरा मान्य सदस्यहरू नसुनिकन तपाईँले जे के भन्न मिल्छ दमदार कुरा राख्ने इच्छा थियो तर मेरो कारणले गर्दाखेरि 15 मिनट स्थगित भयो अनि सबै मान्यले नि भन्नुभयो तपाईँ खालि स्थगित गर्नुहुन्छ भने म एउटा कुरा भन्न चाहन्छु मैले अघि भाषा मिलाउनु खोज्दै थिएँ मलाई लाग्छ यो सरकारले गम्भीर त्रुटि गरेको छ यो सरकारले यसो गर्नुहुन्न थियो अहिले जताभावी उता मान्छेलाई आत्मदाह गर्ने वातावरण बनाउँछ यसको हामी घोर विरोध गर्छौँ प्रचण्डको पालामा प्रेम आचार्यले आत्मदाह गर्नु पर्यो बालनको पालामा गणेश नेपालीले आत्मदाह गर्नु पर्यो यसलाई संयोग माग्न सकिन्छ कि के मान्न सहयोग मान्न सकिन्न अहिले र पहिलाको तुलना गर्न मिल्दैन नेपाली कांग्रेसका मान्य सदस्य आफ्नो भनाइ सक्यो हजुर मेरो अन्तिम कागजमा छु म नेपाली कांग्रेसका तपाईको अन्तिम कागजलाई 3 मिनेट लाग्ने देखिन्छ त्यसकारणले मान्य सदस्यले सकौं मान्य सदस्य त्रिपुरेश्वर स्थित नेपाल सरकारको राहदानी विभाग अगाडि एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदाहको प्रयास गर्नुभएको छ सरकार बनेपछि जनताको घर घरमा राहदानी पुर्याइदिने उद्घोष गरेको सरकारले आज राहदानी दिन ढिलाइ गरेकै कारणले उहाँले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदाह गर्नु परेको कुरा प्रारम्भिक रूपमा आएको छ कौन है ये लोग कहाँ से आते हैं देश कहाँ बन्दैछ के बन्दैछ न सञ्चारकर्मीलाई थाहा छ न उसका पार्टीका माननीयलाई थाहा छ न जनतालाई थाहा छ सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा के बन्दैछ हुक्का बन्दैछ कि त्यहाँ म त त्यो बजेट बनाउने मान्छे हो त्यो बजेट बनाउने त्यो संसदमा बजेटमा छलफल गर्ने मान्छे यस्तो उस्तो भनेर तपाईको सल्लाह सुझाव दिने मान्छे हो म मान्य सभामुख महोदय वेकन ठोपाले बालावे बजेट औदुतया जी ताफुन तैचोना तर व नाप चाहिँ छौ छुजुल धासिनी अनुसूची तिनिउपति जुन फर्म भर्याका चाहिँ प्रोजेक्ट ब्याङ्कको हिसाबमा चाहिँ वौदु ब्रज बज्राचार्यले राख्नु भएको प्रश्नको जवाफ दिने अनुमति चाहन्छु मान्य जुजे बङ्बेला छु अनुसूची 3 भर्दिसी मामी युबे योजना पार्दिसी पाराधिङी पहुँची मामी मान्य जुजे सुङबला तुताङ दादाजी बङ्जाम धन्य जु बजेट किताब की यांगी जु पिङ किताब की मलम